छोरा मान्छे हुँ। जसरी शब्दहरू बहकिँदै त्यो अन्तदृश्यसम्म पुग्छ नि, त्यसरी नै मेरो हरेक सङ्घर्ष कर्तव्यहरू खोला नाला जस्तै बगिरहेको छ। कहाँ छ सफलता अनि कहाँ छ गन्तव्य, केही थाहा छैन। बस केही पाउनको लागि केही गुमाउनु पर्छ, केही पाउन केही गुमाउनु पर्छ भन्छन्। त्यसैले मैले दिनलाई किनेर रातलाई बेचेको छु। मेरो सपनाको हत्केरालाई मैले मेरा सपनाको हत्या गरेको छु। जसरी कि के पाउनलाई मैले सपनाको हत्या गरेको छु। तिमी नात नडराऊ, एक दिन सब ठिक हुन्छ। तिमी छोरा मान्छे हौ, तिम्रो जीवनमा कहिले उत्तर चढाव आउँछन्। बस सम्हालेर हिँड्नु। अलिकति ठेस लाग्छ नातिनु, एक दिन सब ठिक हुन्छ। जसले तिमीलाई ढुङ्गाले हान्छ नि, बस तिमी मौन बसी उसलाई फुलले हानिदिनु। अरू त केही भन्नु छैन। तिमी छोरा मान्छे हौ, मनमा पीडा भए तापनि लुकाउनु पर्छ। आँखाबाट आँसु झरे पनि आँसुका थुप्पाहरू कसैले नदेखुन् भनेर पुस्नुपर्छ। त्यसैले तिमी त छोरा मान्छे हौ, तिम्रो दुःख दर्द पीडा कसले बुझिदिने? मनको मौनताको भाषा तिम्रो कसैले बुझ्दैन। त्यसैले तिमी छोरा मान्छे हौ, तिम्रो कर्तव्यमा तिमी आफै अडिग हुनुपर्छ। तिमी नात नडराऊ, एक दिन सब ठिक हुन्छ, एक दिन सब ठिक हुन्छ।